यानि कानि तपापानि धन्वन्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणां पदे पदे। हरि ओं मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। तदेव लग्नं सुदिनं तदेव ताराबलं तदेव ल अब दहीको दिनु बाटो बुहारीलाई दियो दही मिठो छ छोरी आउँदैछ मामाले पछाडि देखिनु हो कि ताली सुर्काने पारा गाँठो पारा फेरि अनि बुता फुन आरिसक्नु भएको छ कि राम्रै आउनु पर्यो कि बिचमा यति देखिन नराम्रो हुन्छ ल कहाँ धेरै रेडी जान जति रेडी भए पनि भइहाल्यो म त यत्तिकै कोटसुट लाग्छ त कुस्न गएर होइन क्यामेराम्यान भयो अनुज एकछिन राजा अहिले बाबा लाग्यो भयो हजुर पर्खी म दिउँला मुस्कान दिउँ त भयो भयो तिमी देखिन कता लुटेको देखे यहाँ यस्तो हामी अब ठुलाबा ठुली मम्मी हामी जाँदाखेरि सबै यहीँ छौँ आराम ठुलोबा सबै प्रकाश दाइ सबै हामी आइ रातै हुने भएको नि त 30 जना यति भइन्छ कि अब शोभा मात्रै तिम्रो थोत्रै लगाइदिउँ है दुईटा मात्रै ल मैले पैसा दिएन बुढी ल
हातमै राख्दिनु हुन्छ ल ल त्यहाँ ल भयो बुवा त यसो गर्दा यता महेन्द्रले फोटो खिचेको त हान्न खिचेको छैन कान्छाले सुनिलले फोन गर्यो सेटमै आउने भनेको एउटा फोटो नखिच्नु पाइदिनु एउटा फोटो हाम्रो भान्जी देखाउनु दुवा माला शिरमा लाग्यो क्या लिएर हिँड्ने होइन अब फुल नफाल है रामसौरा तले खेल्नु है आफू जाने हामीलाई नि देख्न त हामी पनि जन्त्यौँ हामी जन्त्यौँ है महेन्द्र अर्कनी यिनी फेरि त्यही भएर धर्दा त्यसमा हाल्ने भनेर हालेको त नि यहाँ जहिले म लिइदिन्छु झोला भन्नु क्या यति जिम्मेवारी छ त केटा आइजान किन हो र कहाँ उतर्नु परेन दाइलाई उतर्दैन हाम्रो तर चाहिँ अर्को मालामा हो क्या कान्छ अर्को माला लाउने मालामा हो क्या
ढिँगा लाउँदा हुन्छ मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे अलविदा देववरं सदेव लक्ष्मीपते तेङ्गं स्मरामि नमस्कार सुरुमा ताली सबले ताली मलाई चाहिए नि फेरि भयो पचाउनु त्यो निकाल्दिनु भयो आइदिनु हातमा दिए हुन्छ एउटा थपिदिनु भयो लगाइदेऊ माथि अगाडि
दुला दाइलाई एक्लै छोडिदियो क्या अब गएँ त